हेलो एभ्रिवान, यो भिडियो चाहिँ धेरै अगाडि लिएको थिएँ कि मैले। अनि यो उता गाउँबाट हामी यता काठमाडौँ फर्किँदाखेरि बाटोमा यस्तो राम्रो झर्नाहरू हुन्छ नि, अनि एक ठाउँमा चाहिँ रोक्न लगाएर अनि गएको कि मैले जुत्ता लगाएको थिएँ, ढिलो पनि भइसकेको थियो। नभए मलाई त्यो हुन्छ नि भित्रै छिरेर कस्तो खेल्न मन लागेको कि, अनि गाली पनि गरिराख्नु भएको थियो, ढिलो भइसक्यो, बाटो बिग्रेको छ, पानी पऱ्यो भने अझ बाटो रोकिन्छ भनेर। यति अप्ठ्यारो बाटो थियो, तपाईँहरूले भिडियोमा पनि हेर्न सक्नुहुन्छ। ढुङ्गाहरू खसेर हुन्छ नि, बाटो पनि एकदमै सानो, पुरै यति डर लाग्दो बाटो थियो। तर जसरी तसरी होइन, हामी चाहिँ राम्ररी नै आइपुगेको थियौँ। मैले अहिले यो भिडियो हेरेर चाहिँ अनि थाहा पाएँ कि यो अगाडिको भिडियो मैले लिएर राखेको थिएँ भनेर, अनि त्यही भएर भोइस ओभर गरेर हाल्दैछु। त्यतिखेर चाहिँ यो हुन्छ नि काठमाडौँ आउने बाटो त धुलीखेल उसोतिर एकदमै नराम्रोसँगले बाटोहरू पुरिएको थियो।